हे गाइज व्हाट्स अप आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु हैन सो फेरि पनि न्यू डे न्यू भ्लग लिएर हजुरहरुको माझमा आइसकेको छु हैन सो आजको भिडियो के भनेर सबैजनाले टाइटल एन्ड थम्बनेल हेरेर त थाहा भइसक्नु भयो होला True खाल्डो सो केटाहरु हामी चाहिँ टक्क लाएर पगला इन्डी हैन मेरो फोन टक्क लाएर म चाहिँ इन्डी गइसके नयाँ सालमा हेरौँ हाम्रो चाहिँ आउँदै हुनुहुन्छ पछाडी पनि अरु मान्छे जाँदै छौँ है माथि सुनसान छ यहाँ चाहिँ फर्स्ट इन्डी जस्तो छ यहाँ चाहिँ हैन चाहिँ अलि खाजा बोकेर छौँ टक्क लाएर देखाइदिन्छु खाजा ए भगवान कति काम भयो त्यो भयो
होइन एकछिन अलि टाढो जा अब टाढो अलि नजिक यस्तो गर होइन ओए सबै नपऱ्यो नि फेरि भिडियो हेरेर फेरि अब यस्तो गर्छन् कि ओके हल्ला सिधा माथि थाहा छ कि अहिले हेर्ला अहिले हल्ला उला नमिले ल चुपन हल्ला ल्याएर अब यो दुईटा हल्ला छ अब यो हो यो अहिले यो होइन पहिला ल अलिअलि गर्ने सुन्दैन हल्ला यस्तो पारे यता हो कि त्यही भएर मैले अहिले यता अब यो त लास्ट टाइम गयो सबै हात सबै फोरेर एउटा त चिकेर आएर चाहिँ यो एक भागमा हो कि अब यहाँ सबैले हात घुम के सबैले होइन गरम के फोरेर हो के यति ल्याउने के एकछिन राख्नु ओ यो खामरे अनि त्यो पनि फोरेर खान्छ बिस्कुट नि बिस्कुट फोरेर भन्छ फोरेर बिस्कुट खाने जान्छ अलि मोटो मोटो निकाल त्यो त मुतो नभए त होगा न मुतो त हेर्न जाएको मुतो घाटी त मर्थे कति लाग्छ एक घण्टा छ वर ए ठ्याक्कै 6 वटा हुँदैछ न सबै बेस हैन त कस्तो रिजनल किन नि यार हेर त्यो ब्लग बनाउँदै एडिट गर्न के यस्तो गरेर किन बस न ल काँडा बिल्ला नि ल बसाऊ बसाऊ क्या दामी भयो ओइ मेरो बाबु के
के गर्छ र नसालो तिम्रो आँखैमा हराइसके म हेर न तिम्रो बोलीको फाकैमा म हल्झेछु तिम्रो सासैमा यो जाई फेरि भन्न बित्ने आउँछ रे सुन्दिनु न छ 5 4 3 2 1 हाम्रो टिकटक बनाइदिन दुखामा गएर नदेखा क्या भयो आफूलाई देखा न फेरि देखियो ल छिटो आइयो आइयो साथी गो छोटो अहिले भिडियो ओपन गरेर हेर भाइ सो फाइनली हाम्रो चाहिँ अब चाहिँ खाजा खान लागेको छौँ टक्क लाएर हाम्रो चाहिँ टिकटक भिडियो बनिसक्यो होइन टक्क मैले चाहिँ सालको रूपमा चढेर तिनीहरूको भिडियो बनिदिएको थिएँ होइन सो अब चाहिँ हामी खाजा खान्छौँ टक्क लाएर म देखाइदिन्छु है हाम्रो खाजाहरू सुदन बनिएको छ ल गाइज हाम्रो चाहिँ यहाँ आफ्नो भाग खाँदैछन् हुने त्यो राखे नि हुन्थ्यो सबैले केक यस्तरी त्यही त के कस्तो काटेर केक कटिङ हो दिया हामीले खाइदिया अनि अब सबै त काट्दैन है अनि मेरो हात जान्छ त नि चक्कुमा आउनुपर्छ त है सबै घाँस यस्तै नि खानामा लाग्यो भने के कसो गरेर तले खानामा लाग्यो भने के कसो गरेर तले चल्नै पर्ने जमाना सारा हेले काली बेसी मेरो घर त सुर्खेत बहिनीको मेरो घर त सुर्खेत
मेरो घर त गोर्खा बहिनीको मेरो घर त भिडियो बनाएको छैन मेरो त घर छैन दिलमा बसल
सबैले खाए ल ल बनाउनु हामी खान्छौँ गाइस खाए ल तपाईले ल सुरु भाइ सुरु के बनाऊ के हामी तीन देखि हैन आज दे त भने माथि यसरी गरौँ के हैन गाइस खाए ल गाइस खाए ल ल देखिया छौ देखिन के यस्तो गाइस खाए ल खाइम ल यस्तो गाइस खाए ल खाइम ल अब चुटी चाल्ने के ओइ त्यो ल्याउट कुरा भन्नु अहिले दाइले भने गाइस खाए ल प्यारी समझ गई ब्लग त त्यही दियो तपाईलाई हामी चाहिँ त म सब दिन्छु के लग्गा खाएर ल भन्नु के गाइस खाए ल खाए ल भयो मैले आज सकडा हामीले चाहिँ यहाँ सफा गरिदिँदैछौँ खाएको ठाउँमा होइन कलाएर यहाँ चाहिँ पक्ला पिकनिक पार्क चाहिँ फोरो गरिदिनु भएन पिकनिक पार्कलाई सबै भयो हैन एउटा देख भयो नि के हैन बजारमा देख भयो मुन्दिरी न भामना कुसमा थियो साँझ मिल्ला छ अघि यो साफ गरौँ के केकले आएर सानो हो के बुबो त्यो सानो के भन्छन् त्यो हामी अरे पेपर बोकेन के टाढा गयो कि अरू न त अन्त यिनी सबै यिनी कागज उठाइदिए त तुले खाएर त म खाए गोप्ती भन्ने मिलेर भयो टाइलो तुले यो सस खाएन लास्टमा घर लगे ल भन्ने भिडियो बनाएर हामीले घर लाँदैछौँ अलिकति ओरमा देखाऊ त्यो डाँडामा आएको छ होइन सो हामीले चाहिँ नयाँ वर्ष मनाउन चाहिँ यसपालिको चाहिँ होइन नयाँ वर्ष मनाउनको लागि हामी चाहिँ रातो डाँडा भन्छ नि पगला होइन रौलामा एक ठाउँ छ पिकनिक पार्क पगला भन्छ हामी चाहिँ त्यहाँ आएको छौँ पिकनिक मनाउन हामी चाहिँ लगायत 6-7 जना आएको छौँ होइन साथीहरू मिलेर एकछिन रमाइलो पनि गऱ्यौँ होइन एक खाजा खायौँ होइन हजुरहरूले भिडियोमा चाहिँ देखिसक्नु भएको छ अनि हामीले चाहिँ अब फोटो सुटहरू लिँदैछौँ होइन हल्का रातो डाँडामा आएको नयाँ सालको मेमोरी चाहिँ राख्नु पऱ्यो नि त्यही भएर चाहिँ होइन टक्क फोटो सुट चाहिँ लिएको छौँ सो ब्लगलाई चाहिँ माया गर्नु है अझै फलो गर्नु यो चाहिँ कन्टिन्यू छ है अझै पगलाको पिकनिक पार्कमा चाहिँ नि यस्तो शेर छ शेर डेन्जर बवाल सोगेडाहरू हामी चाहिँ होइन टक्क
टक्क लाएर पिकनिक पार्कबाट चाहिँ अब हामी चाहिँ घरतिर फर्किँदैछौँ होइन घरतिर चल्दिएको होइन सो आज हाम्रो पिकनिक प्लान चाहिँ न्यु इयरको चाहिँ बवाल भयो होइन सो भिडियोमा चाहिँ हेर्नु होला होइन सो मैले चाहिँ भिडियो बनाएको छु छोटो मिठो छ होइन टक्क माया गरिदिनु होला न्यु इयरको ल नयाँ वर्षको सबैलाई शुभकामना होइन सबैको प्रगति होस् भन्ने चाहन्छु होइन सबैले आफ्नो लक्ष्य पुरा गरून् र होस् मेरो पनि लक्ष्य पुरा होस् भन्दै सबैलाई म शुभकामना छरिदिएको है गाइजहरू ल हामी चाहिँ फर्किँदैछौँ यता टक्क लाएर ल मसँग सुजन दाई हुनुहुन्छ टक्क हामी चाहिँ होइन मेरो बुढीलाई चाहिँ म नयाँ वर्षको दिन चाहिँ टक्क पगलाको पिकनिक पार्क चाहिँ घुमाउनु ल्याएको सुजन दाई चाहिँ सिङ्गल कसैलाई मनपर्छ भने होइन सुजन दाईलाई लप पारिदिनु होला सुजन दाई एनसी हाम्रो दाई होइन दाई हो त फेसबुक आइडी भनिदिउँ रे सुदनगिरी छ अरे ल सुदनगिरीलाई रिक्वेस्ट पठाएर म्यासेज हान्नुहोस् है सो बिचरा लप पार्ने भए सो हामी चाहिँ अब फर्केको टक्क लाएर हामीलाई यहाँदेखि घर जान्छ हिँडेर जानु चाहिँ 1 घन्टा लाग्छ नत्र भने चाहिँ हामी गाडीमा जानु चाहिँ धेरै लाग्दैन आधा घन्टा जति लाग्ला सो हामी चाहिँ घुम्न आएको कलाको पिकनिक पार्क पनि देखियो गाइज सो आज चाहिँ मान्छे त्यस्तो हुनुहुन्थेन किनभने चाहिँ उहाँ जाने पनि छ अरे होइन मेला जस्तै सो त्यही भएर चाहिँ त्यहाँ जानुभएको छ अरे धेरै जस्तो त्यहाँ हामी चाहिँ अब छोटो मिठो भए पनि थोरै भए जानु भए पनि रमाइलो गर्नको लागि चाहिँ आएको थियौँ है यादगार राख्नको लागि लगेडाहरू हामी चाहिँ चल्दै गयो है गेटदेखि चाहिँ बाहिर निक्लेको नोरले चाहिँ अब अटोमा जान्छ नोरु हामी चाहिँ हिँडेर जान्छौँ हेर सो गाइज हजुरहरूको न्यु इयर कस्तो भयो होइन भिडियोमा कमेन्ट मार्फत बताउनु होला होइन सो हाम्रो चाहिँ ठिकै भयो होइन सो म के भन्न चाहन्छु भने फर्स्ट अफ अल सो मेरो यो भिडियो चाहिँ होइन न्यु इयरको भिडियो चाहिँ खासै राम्रो त छैन होइन तर रमाइलो चाहिँ बवाल भएको थियो किनभने चाहिँ मैले भिडियो पुरा गराउनु पाइनँ कि किनभने चाहिँ उसको बुढीको साथीहरूले चाहिँ भिडियो बनिदिनु भन्नुभएको थियो टिकटक होइन उहाँहरूको मोबाइलबाट सो मैले चाहिँ त्यो गराउन लाग्दाखेरि आफूले चाहिँ भ्लग गराउन पाएको छैन होइन खासै होइन जस्ट छोटो क्लिप माथि लिएर आएको छु होइन त्यही पनि त्यसलाई पनि माया गरिदिनु होला होइन सपोर्ट गरिदिनु होला होइन भनौँ बुढीसँग चाहिँ पकल्ला भन्छ होइन पकल्ला पिकनिक पार्क भन्छ त्यहाँ चाहिँ घुम्न गएको हो सो सबैजनाले न्यु इयरको शुभकामना होइन सबैजनाको राम्रो होस् सबैजना आफ्नो लक्ष्यमा सक्सेस हुनु होला भन्दै सो अब चाहिँ भिडियो इन हान्नु पर्ने हुन्छ सो म चाहिँ अब भिडियो इन हानिदिएको होइन धेरै पछि आएको छ भिडियो त्यही पनि भिडियोलाई चाहिँ माया गरिदिनु होला हस् त धन्यवाद सो फेरि पनि भेटौँला न्यु डे न्यु भ्लगमा सो गाइज टाटा